तपाईं तयारी हुनुहुन्छ? हुन्छ सुरु गरौँ ल टाइम स्टार्ट्स सबैले जोड्नु मेरो नाम पर्वत सुनार र मैले आज गर्न लागेको बाल विवाह मोबाइलको राम्रो पक्षको बारेमा भन्न लागेको छु। यो अपर्चुनिटी मैले राखेको यो अपर्चुनिटी मलाई धन्यवाद मेरा एल्डर्सहरूलाई लगायत मेरो दाजुभाइ लगायत दिदीबहिनीहरूलाई यो आज मेरो खुसीको समय छ कि मैले आजको दिन मैले जे जानेको छु त्यसको बारेमा भन्छु कि मोबाइलको राम्रो पक्षको बारेमा ल अहिले आएर हामी सुरु गर्छौँ। मोबाइलले हाम्रो जीवनमा सकारात्मक परिवर्तन छाप्छ। त्यसले हाम्रो सोचाइ हामीले भन्छौँ मोबाइल नराम्रो हो भनेर भन्छौँ हामीले, तर मोबाइलले पनि हामीलाई सिकाएको छ कि त्यसले हामीलाई यस्तो सिकाएको छ कि एआईको तरिकाले हामीलाई जिउन सिकाएको छ। जस्तै एआईले हाम्रो जीवनको सरल कामहरू गराएको छ, हामीले सरल कामहरू गर्न सक्छौँ। आजकल मसिनहरूको जमाना छ। मोबाइलमा हामीले छोटो आजकल हामीले मेसेज गरेको हल्ले सेयर गर्दैन। आजकल हामीले पहिलाको जमानामा हामीले चिठीहरू पढे गर्थ्यौँ भने आजकलको जमानामा हामीले मेसेजहरू पढे गर्न सक्छौँ। र मानिसहरूले अहिलेको मानिसहरूले अमेरिकातिर हेर्नुहोस्, मानिसहरू एउटा बच्चाले सूर्यको न्युक्लियर रिएक्टर बनाएको छ मोबाइलको द्वारा न्युक्लियर रिएक्टर बनाउन सक्यो। न्युक्लियर रिएक्टर सूर्य बनाएको सकेको थियो अनि त्यसले मोबाइलको द्वारा अनि त्यो कुन सामानको चाहिन्छ त्यसको द्वारा पनि भन्न सकिन्छ मोबाइलको। अनि मोबाइलमा हामीले त्यही नराम्रो हुन्छ भनेर हुन सक्दैन। हाम्रो क्रिएटिभिटी सोच पनि बढाउन सक्छ, त्यसले हाम्रो सोच पनि परिवर्तन गर्न सक्छ। जस्तै हामीलाई सहयोग धेरै गरेको छ। जस्तै हामीलाई मेसेज गर्न लगायत कल गर्नको लागि हामीलाई धेरै चिजमा सहयोग गरेको छ, तर हाम्रो दैनिक जीवनलाई पनि सजिलो बनाएको छ। मोबाइलले गर्दा धेरै जस्तो केसहरू पनि सल्भ भएका छन्। जस्तै मोबाइलहरूले गर्दा पनि केसहरू पनि सल्भ भइरहेको छ। जस्तै गुगलहरूले गर्दा यो मान्छे कता मरेको भनेर अनि त्यसको द्वारा पनि हामीले इन्टरनेटको द्वारा पनि हामीले त्यसले गर्दा हाम्रो मानिसको डिरेक्ट भइरहेको मानिसहरू कुन ठाउँमा मारेको त्यस्तै गरेको हामीले चाहिँ मोबाइलले गर्दा हामीलाई जस्तै सेल्फ कन्ट्रोलिङ पनि सिकाउँछ। सेल्फ कन्ट्रोलिङ लगायत धेरै चिजहरूलाई पनि सिकाउँछ। हाम्रो मोटिभेसन पनि दिन्छ कि योगा पनि हामीले योगा गर्न सक्छौँ। लगायत धेरै चिजहरू जस्तै हामीले क्यालकुलेटर युज गर्छौँ भने त्यो पनि आजकल मोबाइलमै छ। मोबाइलमै छ क्यालकुलेटर पनि। हामीले धेरै जस्तो क्लक चाहिन्छ, बायोलोजिकल क्लक चाहिन्छ, त्यो पनि मोबाइलमै चाहिन्छ। सकारात्मक सोचाइ मानिसले जुन तरिकाले सोच्छ त्यही तरिकाले मानिस जिउँछ। जस्तै मानिसले सोच्यो कि यो नराम्रो छ भने त्यो सब नराम्रै हुन्छ भन्ने, मानिसले सकारात्मक सोच गरे भने सब राम्रो भन्ने मेरो भनाइ हो। र अनि यस भनाइलाई म यतिकै बुझाउन चाहन्छु। हस्त धन्यवाद। ओके, तपाईँ रेडी हुनुहुन्छ? ओके, हाम्रो टाइमर स्टार्ट गर्दा सर्वप्रथम त परमेश्वरलाई धन्यवाद। यस सृष्टिमा सबैजना जय मसीह। आजको यस बाल विवाह प्रतियोगितामा म चाहिँ विपक्षीबाट चाहिँ बोल्न गइरहेको छु। आदरणीय यहाँ भएका पास्टर अगुवाहरू एवं निर्णायक मण्डलमा बस्नुहुने निर्णायकज्यूहरू, त्यसै गरी मेरा प्रतिस्पर्धी साथीहरू अनि यहाँ भएका जति पनि मित्रहरू हुनुहुन्छ उहाँहरूलाई न्यानो अभिवादन फेरि पनि जय मसीह गर्न चाहन्छु। आज हाम्रो प्रतिस्पर्धी साथीहरूले अगाडि भनेर गइसक्नु भएको छ मोबाइलको पक्ष होइन, एउटा प्रयोग गर्नु पक्ष र विपक्षको बारेमा चाहिँ आज वाद विवाद प्रतियोगिता भइरहेको छ। म चाहिँ एउटा मोबाइल प्रयोग गर्न नहुने भन्ने किन गर्नु हुँदैन भन्ने कुरालाई चाहिँ यहाँनिर हजुरहरूको सामने म टक्राउन चाहँदछु। निर्णय मण्डलज्यू, हामी यहाँ हेर्छौँ गऱ्यौँ भने मोबाइलको प्रयोग गर्नाले फर्स्ट अफ अल त हामी फर्स्ट समय चाहिँ हामी परमेश्वरदेखि टाढा चाहिँ भइरहेको कुरा हामी फर्स्टमा हामी हेर्न सक्छौँ। किनभने हाम्रो शारीरिक रूपमा मात्र असर नभइकन एउटा आत्मिक रूपलाई चाहिँ उसले चाहिँ नकारात्मक प्रभाव पारेको कुरा हामी हेर्न सक्दछौँ। त्यसै गरी मोबाइलको कारणले गर्दा एउटा परिवारसँग चाहिँ एउटा सम्बन्धहरू फाटो आएको कुरा पनि हामी त्यहाँ देख्न सक्छौँ। किनकि मोबाइलमा धेरै बिजी भएको कारणले गर्दा उनीहरू चाहिँ परिवारसँग चाहिँ समय बिताउन नसक्नुको कारण त्यसपछि चाहिँ परिवार
मेरा प्रिय मित्रहरू हामी देख्न सक्छौँ कि अहिलेका बालबच्चाहरूलाई जन्मदै उनीहरू सानै उमेरमा उनीहरूलाई चाहिँ मोबाइल दिएर भुल्याउने कामहरू गरिन्छ। उनीहरूलाई चाहिँ त्यो सानो उमेरदेखि तर त्यो कारणले गर्दा बालबच्चालाई पनि एउटा शारीरिक र मानसिक रूपमा चाहिँ एउटा नकारात्मक प्रभाव चाहिँ परिरहेको कुरा हामी त्यहाँ पाउँदैछौँ। आजको समयमा हामी हेर्छौँ भने विशेष गरी युवाहरू चाहिँ मोबाइलमा एकदमै फसिएको कुरा हामी त्यहाँ पाउँदछौँ है। युवाहरूले चाहिँ परमेश्वरलाई दिनुपर्ने समय चाहिँ मोबाइललाई चाहिँ दिइरहेका हुन्छ। त्यस कारणले गर्दा मोबाइलको प्रयोग चाहिँ गर्नु चाहिँ नकारात्मक प्रभाव भनेर चाहिँ यहाँनिर हामीले जोड दिइरहेका छौँ। र त्यसै गरी हामी हेर्छौँ भने अहिले मोबाइलको प्रयोग गर्नाले विभिन्न मानिसहरूको चरित्र हत्या भएको कुरा पनि हामी पाउँदछौँ। एउटा फेक आइडीहरू बनाएर विभिन्न मानिसहरूलाई फसाएर त्यहाँनिर चरित्र हत्या भएको कुरा हामी त्यहाँनिर पाउँदछौँ। र महोदय मेरा साथीहरू र मण्डलजीबाट म यही कुरा भन्न चाहन्छु कि आज मोबाइलको कारणले गर्दा विभिन्न मानिसहरू चाहिँ एउटा नकारात्मक कुराहरूतिर डोरिरहेको हामीले त्यहाँनिर पाउँदछौँ। यस कारणले गर्दा मेरा प्रतिस्पर्धी साथीहरूले भन्नुभयो कि मोबाइलको प्रयोगले आज मानिसहरू एकदमै विकसित अगाडि बढेको छ। त्यो हो तर हामीलाई थाहा छ कि विकास सँगसँगै चाहिँ त्यहाँनिर एउटा नकारात्मक कुराहरू पनि फैलिरहेको छ। एकदमै मानिसहरू चाहिँ एउटा नकारात्मक पक्षतिर चाहिँ लागिरहेको कुरा हामी त्यहाँनिर पाउँदछौँ। त्यस कारणले गर्दा आज मोबाइलको प्रयोग गर्नु चाहिँ एकदमै होइन हामी चाहिँ पक्षबाट म यही जोड दिन चाहन्छु कि मोबाइलको प्रयोगले गर्दा मानिसहरू चाहिँ नकारात्मक सोचतिर र नकारात्मक कुरातिर लागिरहेको कुरा हामी त्यहाँनिर पाउँदछौँ। र म अन्त्यमा के भन्न चाहन्छु भने मोबाइलको प्रयोग नगर्नु नै भनेको होइन, गर्नुपर्छ, तर कुन समयमा हामीले कस्तो प्रयोग गर्ने भन्ने कुरालाई चाहिँ हामी एकदमै जोड दिन आवश्यक छ भनेर म भन्दछु। किनभने हामी जवान अवस्थामा चाहिँ एकदमै परमेश्वरको नजिकमा जानुपर्ने कुराहरू हामीलाई थाहा छ, हामीले अगाडि बसेर पनि सुनेका छौँ। तर हामीलाई मोबाइलको कारणले गर्दा हामी चाहिँ मोबाइललाई हामीले बढी टाइम दिन्छौँ तर परमेश्वरको वचनलाई चाहिँ हामी त्यति वास्ता गरिरहेका हुँदैनौँ। त्यस कारणले गर्दा मेरा प्रिय साथीहरू आजदेखि नै म तपाईँहरूलाई यहाँनिर के भन्न चाहन्छु भने किनभने हामी चाहिँ मोबाइलको प्रयोगभन्दा बढी हामीले परमेश्वरको वचनलाई प्रयोग गर्यो भने तपाईँ र मेरो जीवनमा जहिले पनि सफलता हुनेछ। र परमेश्वरलाई धन्यवाद दिएको होस्। आजको यस वाद विवाद प्रतियोगितालाई यही नै राख्दछु र सबैजनालाई फेरि पनि जय मसिह।